यस कार्यक्रमका साथमा प्रभु मनी ट्रान्सफर, नेपालीको वैदेशिक सफलतालाई नेपाल भित्र IME, संसारको जुनसुकै ठाउँबाट पैसा पठाउने सजिलो माध्यम बेस्ट रेमिट, क्विक एन्ड इजी। एडभान्स मनी ट्रान्सफर प्रणाली, 3rd फ्लोर चर्चिल कम्प्लेक्स, चाइनाटाउन, सुन्दारा, काठमाडौँ। ग्रान्ड सिका ओभरसिज प्रोभाइडिङ अपर्च्युनिटी। प्याराडाइज इन्टरनेसनल प्राली, बकुण्डोल, ललितपुर, नेपाल। मिडल इस्ट मैन पावर प्राइवेट लिमिटेड, कुपनटोल, ललितपुर। दर्शकवृन्द नमस्ते। कार्यक्रम रोजगारीका आवाजको आजको नयाँ श्रृङ्खलामा यहाँलाई स्वागत छ। दर्शकवृन्द, आज हामी बहराइनको यो मरुभूमिबाट कार्यक्रम सञ्चालन गरिरहेका छौँ। बहराइनमा करिब 40,000 भन्दा बढी नेपालीहरू कार्यरत रहेका छन्। यो सुन्दर देश बहराइनमा गैर आवश्यक नेपाली सङ्घको क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। 12 बुँदे घोषणा जारी गर्दै यो सम्मेलनले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने घोषणा गरिसकेको छ। आजको कार्यक्रममा हामीले बहराइनमा भएको एनआरएन सम्मेलन र बहराइनका नेपालीहरूको कथा वस्तुहरू प्रस्तुत गर्नेछौँ। आउनुहोस् आजको कार्यक्रम सुरुवात गरौँ। 12 बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घको चौथो मध्यपूर्व क्षेत्रीय भेला बहराइनमा सम्पन्न भएको छ। सुरक्षित र मर्यादित वैदेशिक रोजगार, समृद्ध नेपालको आधार भन्ने नारासहित बहराइनको राजधानी मान्मामा सम्पन्न भेला वैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउने भन्नेमा केन्द्रित रह्यो। सङ्घका अध्यक्ष शेष घलेले दीप प्रज्वलन गरेर उद्घाटन गरेको भेलामा नेपालबाट नेपाली काङ्ग्रेसका सभासद धनराज गुरुङ, नेकपा एमालेका रविन्द्र अधिकारी तथा नेकपा माओवादीका शक्ति बस्नेत सहभागी हुन बहराइन आइपुगेका थिए। त्यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्कर, विदेशी स्थित नेपाली नियोगका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष हंसराज वाग्ले तथा गैरआवासीय नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन व्यवसायीहरूसँगै योसँग आबद्ध अन्य पक्षसँगै राजनीतिक दलहरूले पनि प्रतिबद्धता जनाउनु पर्ने बताए। कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करले विदेशमा रहेका घरेलु कामदारको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको जनाए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सङ्घका अध्यक्ष शेष घलेले एनआरएलले स्थापना गरेको वैदेशिक रोजगार राहत कोषलाई 10 करोड रुपियाँ पुर्याइने घोषणा गरे। कार्य समितिको अध्यक्षतामा निर्वाचित हुनु अघि र निर्वाचित भए लगत्तै मैले जुन विषयलाई आफ्ना एजेन्डाका रूपमा अघि बढाएको थिएँ ती अधिकांशका ऐतिहासिक दूरगामी महत्त्वका कामको थालनी भइसकेको छ। विज्ञ समूहको सुझावका आधारमा हामीले गैर आवासीय नेपाली सङ्घको संस्थागत संरचनालाई फेरबदल गरेका छौँ भने संस्थाका अल्पकालीन र दीर्घकालीन लक्ष्यहरू तय गर्दै ती लक्ष्य कार्यान्वयनका लागि विभिन्न टास्क फोर्स र स्थायी प्रकारका समितिहरू बनाइएको छ। टास्क फोर्स र कार्य समितिले अल्पकालीन लक्ष्य तोकिएको समयमै सम्पन्न गर्नेछन् र दीर्घकालीन लक्ष्य हासिल गर्न बलियो जग बसाउनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु। मैले महत्त्वका साथ उठाएका 2 मुद्दामध्ये मध्यपूर्व लगायतका श्रम गन्तव्य मुलुकमा कार्यरत नेपाली कामदारका लागि कल्याणकारी कोष स्थापना गर्ने र काठमाडौँमा गैर आवासीय नेपाली सङ्घको आफ्नो कार्यालय निर्माण गर्ने थिए। वैदेशिक रोजगार कल्याणकारी कोष स्थापना भई मेरो व्यक्तिगत तर्फबाट 1 करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थिएँ। त्यस्तै भवन निर्माणका लागि पनि 1 करोड रुपैयाँ सहयोगको घोषणा गरेको थिएँ।
ती कामका लागि कबुल गरेको 2 करोड रुपैयाँ मैले गैर आवासीय नेपाली सङ्घको खातामा जम्मा गरिसकेको जानकारी गराउन चाहन्छु। आज 40,000 भन्दा बढी नेपालीहरू बहराइनमा कार्यरत छन्। बहराइनमा रहेका नेपालीहरूको विषयवस्तुहरू प्रस्तुत गर्ने जमर्को यो कार्यक्रममा गर्नेछौँ र बहराइनमा रहेका नेपालीहरूको कथावस्तुहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ। व्यवस्था, बाध्यता, परिस्थितिसँगै अब त आवश्यकता जस्तै बनिसक्यो वैदेशिक रोजगार। दैनिक 1500 बढी नेपालीहरू तिनै व्यवस्थाले निम्त्याएको वैदेशिक रोजगारको बाटो रोज्दै विदेशी रहेका छन्। यसरी यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडीका विभिन्न मुलुकमा रोजगारीको खोजीमा बाहिरिरहेका छन् नेपाली युवा। तर तिनै खाडीका विभिन्न मुलुकमध्ये राम्रो गन्तव्य मुलुकको रूपमा चिनिन्छ बहराइन। एउटा सीमाबाट अर्को सीमासम्म पुग्न जम्मा 25 किलोमिटर दूरी रहेको बहराइनमा करिब 40,000 नेपाली आफ्नो अमूल्य श्रम बेचिरहेका छन्। स्वदेशमा जति नेपाली युवाको सङ्ख्या छ त्यसको कैयौँ गुणा बढी विदेशमा। त्यसैले त वैदेशिक रोजगारमा जाने थोरै नेपालीको मुहारमा मात्र खुसी छाएको देखिन्छ र यथार्थता पनि त्यही नै। समुद्रले घेरिएका देशलाई समुद्र पुरेर गगनचुम्बी घर बनाउने नेपालीहरू भने सधैँ दुःखै दुःखको सागरमा डुबुल्की मार्न विवश छन्। तिनै डुबुल्कीको छाल अर्थात् रेमिटेन्सबाट मुलुक धानेको छ भन्दै भाषण गर्दै हिँड्नेलाई ती विदेशमा बसेका नेपालीको तालुबाट बगेको पसिना पुस्ने त परे जाओस्, तिनले दुःखमा बिताएको रात हेरेर सहानुभूति दर्शाउने फुर्सदसम्म छैन। तर तिनै बहराइनवासी नेपालीको दुःख बाँड्न र खुसी साट्न वैदेशिक रोजगारको क्षेत्रमा निकै लामो समयदेखि कलम चलाउँदै आएका पत्रकारहरूको समूह वैदेशिक रोजगार पत्रकार समाजले बहराइनमै पुगेर त्यहाँका नेपालीसँग तिनका भित्री भावना बुझ्ने प्रयास गर्यो। बहराइन रोजगारी, हिजो, आज र भोलि विषयक अन्तर्क्रिया कार्यक्रम बहराइनमा कार्यरत नेपालीहरूको पुरानो संस्था नेपाली क्लब बहराइन तथा एनआरएन बहराइनको स्थानीय संयोजनमा बहराइनको राजधानी मान्मामा रहेको नेपाली क्लबको भवनमा गरिएको थियो, जहाँ बहराइनमा रहेका अधिकांश सङ्घ संस्थाका प्रतिनिधि, दूतावासका प्रतिनिधि, व्यवसायी सङ्घका अध्यक्ष तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। नेपाली दूतावास खुल्नु अघि दूतावासबाट हुने अधिकांश काम गर्दै आएको नेपाली क्लबमा भएको कार्यक्रममा उपस्थितहरूको परिचयबाट सुरु भएको कार्यक्रममा सहभागीहरूले दूतावासको काम कारबाही सन्तोषजनक नभएको गुनासो पोखेका थिए। नेपाली क्लबले पहिला काम गर्दाखेरि चाहिँ उद्धार गराउँदाखेरि 1 पैसा नतिराइकन नेपाल पठाएको छ उद्धार गर्न। एम्बेसी आएपछि लगेर ल तपाईँलाई उद्धार गर्छु भनेर लगायो नि, एम्बेसीमा राख्ने, ल तपाईँको उसलाई चाहिँ अर्बाबलाई बोलाउनुहोस्, 500 तिर्न पर्ने भयो 500 तिरेर जानुहोस्, होइन भने अब तपाईँ जेल जान पर्छ भनेर सिकाउने। त्यस्तो पनि हुन्छ, नियम त होला, तर नेपालीको लागि चाहिँ नियम पनि मिच्न पर्छ कहिलेकाहीँ। इन्डियनहरूले मिचेको छ भने हाम्रो नेपालीले पनि मिच्न सक्छ, किनकि हामीले कमाएको परिश्रमले सरकारको उसमा चाहिँ डलर चाहिँ हामीले दिइसकेपछि एकीकृत डलर चाहिँ हाम्रो पैसाले भएको छ। अन्य कम्पनीका साथीहरूलाई यति मर्का छ यहाँ कि भनेर साध्य छैन। यदि उनीहरूको काम गरेको ठाउँमा गएर क्यामेरा लगेर उनीहरूसँग बात गर्ने भने तपाईँहरूको मन पनि धर्किन्छ। यो तातो घाममा मुख छोपेर, आँखा छोपेर, दिनको घामले तातेको खाना लिएर बाटोको घरको एकदम बलिनी किनारामा पल्टेर बसेका हुन्छन्। त्यहाँ गएर फोटो लिइदिनुहोस्, त्यहाँ गएर तपाईँको हातमा धर्किनेछ। र जुन एकदम राम्रो फेसिलिटी भएको कम्पनीमा भएका व्यक्तिहरू छन् तिनीहरूलाई कुनै किसिमको चासो छैन। यहाँ राम्रोसँग हाम्रो ब्याङ्किङ सुविधाहरू त प्राप्त गर्नु भएकै छ र जुन पहिलेको रेसियोमा रेमटासको जुन रेसियो पनि वृद्धि भइरहेको छ र यता कता सुनिरहेको छ कि रेमटास सबै ब्याङ्किङ प्रणालीबाट नभइकन कुनै अवैध तरिकाले पनि रेमटास नेपालमा भित्रिएको सुनिरहेको छ र हिजो आजको दिनमा यस्तो कुराहरू पनि सुनिरहेको छ कि आज सुनको व्यापार पनि यो यहाँबाट हुँदैछ भन्ने कुराहरू सुनिएको छ। यसले गर्दाखेरि यो विभिन्न कुराहरूको बावजुद पनि
हिजोको दिनभन्दा आज चाहिँ रेमिट्यान्सको वृद्धि दर चाहिँ उच्च नै छ। नेपाल सरकारले वैदेशिक रोजगारको लागि एउटा सर्टेन पिरियड 20 वर्ष 30 वर्ष अन्य कतिसम्म हुनसक्छ त्यो एउटा योजना बनाएर त्यतिखेरसम्म चाहिँ कस्तो खालको कामदारहरू निर्यात गर्न सकिन्छ हामीले? के नेपालीहरूले विदेशमा आएर कामै मात्रै गर्न आउने हो? काम गराउन आउने कि नआउने? यहाँहरू काम गराइरहनु भएको छ, कतिपय साथीहरू यहाँनिर उपस्थित साथीहरू धेरै नै सुपरभाइजरको लेभलमा हुनुहुन्छ, उहाँहरू काम गरेर आउनु, यसलाई ट्रेनिङ दिउँ, एउटा गैँती बेल्चा नै समाउन सकिन्छ भने नै सेफ्टीको हिसाब किताब पनि उहाँ त दिउँ। गैँती चलाउँदै गर्दाखेरि इन्डियनहरू कोही आउँदाखेरि तपाईँको चाहिँ नि उसले सहज तरिकाले चलाउँछ कि नेपालीहरूले चलाउँदै गर्दा खुट्टा काट्छन् भोलिपल्ट। जति छन् बहराइनमा लगभग ठुला कम्पनी सबै मैले भिजिट गरिसकेको छु र कस्ता ढोकामा कोठामा पनि गएर बसेको छु र उनीहरूको दयनीय कस्तो अवस्थामा बसेका छन् भन्ने कुरो कसैलाई पनि थाहा छैन है। अनि यसकै विषयमा के महिना अगाडि मैले पनि राजदूतसँग यसमा कुरा गरेको थिएँ। हाम्रो राजदूतसँग जुन स्टाम्प भिसा लगाउनेमा किन भिसा लगाइन्छ भन्दाखेरि 3 दिनसम्म चाहिँ तपाईँको स्टाम्पको लागि राखिन्छ भन्नुभएको थियो। अनि किन 3 दिन राखिन्छ भन्दाखेरि कम्पनी भिजिट गर्ने, कम्पनी हेर्ने कस्तो छ, त्यस पछाडि त्यो कम्पनीलाई एप्रुभ दिने भए अनि दिने, नत्र भए नदिने भन्नुहुन्थ्यो। तर आजसम्म उहाँले कतिवटा कम्पनी भिजिट गर्नुभयो, कतिवटालाई एलाउड दिनुभयो थाहा छैन। अब नेपालमा निकालिन्छ पत्रिकामा खाना बस्न फ्री, यो फ्री बस्न, यहाँ आयो अनि वेबसाइटमा हेऱ्यो कम्पनी पनि ठुलो देखिन्छ, तर त्यो कम्पनीले त्यो लेभललाई कसरी राखेको छ कसैले पनि बुझेको हुँदैन। खाना पुग्ने ठाउँमा झिँगा भन्किरहेको छ। एउटा सामान्य एउटा हाम्रो नेपालीको गरिबैकै कोठाहरू पनि 2 जना बस्ने ठाउँमा 8 जनासम्म राखिन्छ। जुत्ता राख्नुपर्छ त्यही ठाउँमा, सिरानी मुनि जुत्ता राखेर बस्ने अवस्था पऱ्यो। बाहिर राख्नु चोरी हुन्छ, भित्र राख्ने ठाउँ छैन। यसरी एउटा कम्पनी एउटा कोठामा 8 जनासम्म बसेको, 10 जनासम्म बसेको देखिन्छ। र भन्नुहुन्थ्यो कि हामी कम्पनीमा भिजिट गरिसकेपछि यसलाई यदि त्यो कम्पनीलाई भिसा दिन मिल्छ भने दिने, नत्र भने नदिने भन्नुहुन्थ्यो। तर मैले आजसम्म राजदूतावासबाट कुनै कम्पनी भिजिट गरेको पनि थाहा पाएको छुइनँ। कार्यक्रममा नेपाली क्लब बहराइनका महासचिव जेपी सापकोटाले बहराइन रोजगारीको सुनिश्चितता माग गरेका थिए। दैनिक हाराहारीमा 20, 30, 40, 50 जनाको हाराहारीमा बहराइनमा हामी वैदेशिक रोजगारको सिलसिलामा मान्छे आउने आँकडा यहाँको एलएमआरएले हामीलाई प्रस्तुत गरेको छ। त्यस्तै नेपाली दूतावासमा भिसा प्रमाणीकरणमा पनि यस्तो यो किसिमको डाटा हामीले प्राप्त गर्न सक्छौँ। मलाई आशा छ आउने दिनहरूमा बहराइनमा अझ हामी जति यहाँ स्किल, अनस्किल, स्किल, सेमी स्किल, अनस्किल वर्कर छौँ, आउने दिनहरूमा स्किल वर्करहरू बहराइनमा आई हाई स्किल कामहरू पनि उहाँहरूले गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। त्यस्तै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भंसराज वाग्लेले मेन पावर कम्पनीका प्रतिनिधिले कम्पनी भ्रमण गरेर मात्र कामदार लानुपर्ने व्यवस्था हुनुपर्ने बताए। विदेशमा काम गर्नलाई मान्छे पठाउने, रोजगारी दिलाउने संस्था कहाँ प्रमुखहरूले पहिले विदेश भ्रमण गर्नुपर्छ। त्यो त नियम नै होला नि, एउटा कमसेकम प्रस्तावना नै होला नि त। कम्पनी चाहिँ वैदेशिक रोजगारका लागि खोल्ने होइन, इन्टरनेसनल बनाउन पालिबाट ओभरसिज के हो, अन्तर्राष्ट्रिय भएन, ओभरसिजका लागि भनेर कम्पनी खोलेपछि त्यसले पहिले ओभरसिजमा गएर त्यो कम्पनी हेर्न पर्यो क्या। नेपाल वैदेशिक व्यवसायको अहिलेको अध्यक्ष बनायो, अरूको म जान्दिनँ। मेरो आफ्नो लक्ष्य के भने अब कमसेकम तपाईँहरू सबैले यसमा आफूलाई म भन्नुहोस्, सबैले भन्नु मैले तपाईँले रोजगारी परिसर काम गर्नुभयो भनेको होइन, यहाँ त सम्मानित हुनुहुन्छ। तर कुनै मुलुक त्यस्ता छन्, एनआरएमका साथीहरू यहाँ अस्ति आउनु भएको छ, कुनै मुलुकको एनआरएमका ठुल्ठुला साथीहरूले वैदेशिक व्यवसाय सङ्घ खोल्नु भएको छ होइन त। कि म यहाँ त्यो पनि ठिक छ, त्यो पेसालाई मैले बनाउनुमा लाग्नु पऱ्यो नि त, कुनै कपडा झुक्काउनै भयो। र मेरो भनाइ चाहिँ के भने त्यतिखेर मात्रै त्यो मजदुरलाई त्यो काम गर्न आउने मान्छेको सम्बोधन हुन्छ, त्यसको पीडा के छ, कम्पनी कस्तो हो भनेर थाहा हुन्छ। जतिखेर त्यो कम्पनीको मालिकले क्या उहाँ रोजगार पठाउने पातिबाट बसेको हंसराज वाग्लेले कम्पनी भिजिट गर्छ, तब मात्र उसलाई थाहा हुन्छ। वैदेशिक रोजगारमा जाने कामदारलाई मेन पावर व्यवसायीले 2वटा करार पत्र बनाएर पठाउने गरेको यथार्थता अझै लुक्न सकेको छैन। तर अध्यक्ष वाग्ले बाध्यताले 2वटा करार पत्र बनाउनु परेको बताउँछन्। 2टा सम्झौता गराउने कुरामा हाम्रो पनि बाध्यात्मक कार्यस्थिति छ। कानुन त यति जर्जर छ साथी। अब तपाईँले आफैले भन्नुहुन्छ यहाँबाट एउटा भिसा निक्लिन्छ, अब डिमान्ड लेटरमा एउटा हुन्छ, भिसामा एउटा हुन्छ, उपाय छैन। कम्पनीमा बोल्यो भने अब अब्दुल्लालाई भेट्नै सकिन्न, त्यो एक्सेस नै छैन। त्यो एक्सेस नहुनुको पछाडि पहिले त हामी आइपुगेकै छैनौँ। त्यस कारण यसलाई करेक्सनको तयारीमा हामी छौँ। तपाईँहरू सबैको इफोर्ट हुनुपऱ्यो। आज पनि धेरै नेपालीहरू बहराइन रोजगारी रोजिरहेका छन्। तर बहराइन जाने कामदारले पाउने तलब भने आजभन्दा करिब 30 वर्ष पहिले जति थियो त्यति नै छ, अर्थात् 60 केडीको 60 केडी नै। कार्यक्रममा एनआरएन बहराइनका अध्यक्ष टङ्क बस्नेतले तलब वृद्धि हुन नसकेको गुनासो पोखे। हिजोको अवस्थामा केही नेपालीले
60 दिनमा आजभन्दा 10 वर्ष 15 वर्ष हाम्रो माननीय गमदाई आउँदाखेरिको तलब र अहिले आउने मान्छेहरूले एउटै तलब छ। यसलाई वैदेशिक रोजगार तथा नेपाल सरकारले नजिकबाट हेरिदिनुपर्छ। हिजो एउटा होटलमा बसेर हामीले खाँदाखेरि 10 बिडीमा हामीले मेन्टेन गर्थ्यौँ भने अहिले त्यो खर्च बढेर 50 पुगेको छ। मन्त्री साथीभाइहरूलाई सहभागी गर्न पनि यतातिर महँगी बढेको छ, तर एउटा वर्करले पाउने तलब जहाँको त्यहीँ छ। बहराइनमा भएका सबै कामदार वैधानिक रूपले बसेका छैनन्। कतिपय कामदार भने जस्तो तलब सेवा सुविधा नपाएर अवैधानिक रूपमा काम गर्न पनि बाध्य छन्, जसले गर्दा उनीहरूलाई स्वदेश फर्कन कठिनाइ हुने गरेको छ। अध्यक्ष बस्नेत अवैध कामदारलाई नेपाल फर्कने वातावरण बनाइदिन आग्रह गर्दछन्। हिजो आज र भोलिको सन्दर्भमा चाहिँ हिजो जे भयो आज जाँचौँ, भोलि चाहिँ हामी यहाँ नरहौँ, यो प्लान राज्यले गरोस्, हामीलाई नेपाल फर्काइयोस्, नेपालमा बस्ने वातावरण बनाइदियोस्। भोलिका प्लान वैदेशिक रोजगार लगेर पुरुषबाट हटाएर चाहिँ एउटा भनौँ न एउटा महलमै राख्ने प्लान पनि राज्यले नगरोस्। ती महलहरू राज्यले नेपालमा वैकल्पिक रूपमा खोजिदियोस्, हामी त्यो चाहन्छौँ। बहराइनमा नेपाली महिलाहरू पनि घरेलु कामदारको रूपमा कार्यरत छन्, तर अधिकांश घरेलु कामदार भारतको बाटो हुँदै तथा नेपालकै एयरपोर्टबाट सेटिङ मिलाएर जाने तथा पठाउने क्रम अझै रोकिएको छैन। उमेरका कारणले समस्या देखिएको भन्दै सरकारले 30 वर्ष पुगेका महिलालाई मात्र घरेलु कामदारमा जान पाउने भन्यो, तर त्यो कागजमा मात्र सीमित छ। कार्यक्रममा नेपाली क्लब बहराइनका अध्यक्ष दुर्गा गिरी 30 वर्ष उमेर हदले समस्या नघटेको बताउँछन्। जब नेपाल सरकारले 30 वर्ष भनेर चाहिँ एउटा चाहिँ भनिसकेको अवस्था छ हाउसमेटको केसमा, तर 18 वर्षदेखि 21 वर्ष 20 वर्ष 14 वर्षलाई पासपोर्ट चाहिँ परराष्ट्रले बाँडिदिइरहेको छ। ऊ कुन देश जाने हो, युरोप जाने हो कि अमेरिका जाने हो कि पढ्ने हो कि पिएचडी गर्ने हो कि डक्टर गर्ने हो, नेपाल सरकारले केही नगरी पासपोर्ट दिन्छ। उसलाई जब श्रम मन्त्रालयमा आएपछि उसलाई चाहिँ सिन्डिकेट लगाइएको छ। 30 वर्ष पुगेकै छैन, बहिनी तिमी कहिलो छौ भनिएको छ। वैकल्पिक बाटो खोजेर ऊ जताबाट पनि इन्डियाबाट जहाँबाट पनि यो ठाउँमा हाउसमेट साउदी र कतार हरेक ठाउँमा गन्तव्य स्थलहरूमा उहाँहरू आफ्नो नौकरी खोज्नलाई आइरहनु भएको छ। अब यो कुरालाई नेपाल सरकारले चाहिँ अब त्यो पासपोर्ट के को लागि चाहिँ प्रयोजनको लागि बनाइरहेछ त? त्यतिखेर चाहिँ सबै राज्य छ एउटा पासपोर्टको $80 आउँछ, 5000 महिना चाहिँ भटाभटै बाँडिदिने। अनि जब ऊ चाहिँ अब म जाँदै छु विदेश भनेर चाहिँ हरेक उसका खर्च गराइएको छ। एउटा चाहिँ पश्चिम महाकालीका पूर्व मेचीका मान्छे आएर चाहिँ 20,000 खर्च गरिरहेको छ एउटा पासपोर्टको लागि भनेपछि फेरि उसलाई सिन्डिकेट लगाइएको छ। विदेशमा अधिकांश नेपालीले दुःख पाउनुको प्रमुख कारण अभिमुखीकरण तालिमको अभाव पनि हो। त्यही 2 दिने तालिम तथा 21 दिने घरेलु कामदारको तालिम नदिई विदेश पठाउने संस्थाले गर्दा ती नेपालीले अनाहकमा दुःख भोग्नु परिरहेको छ। अध्यक्ष गिरी पनि अभिमुखीकरण तालिम नदिई पठाउँदा समस्या बढेको बताउँछन्। वैदेशिक रोजगारमा जुन साथीहरूले त्यो चाहिँ कति दिनको ट्रेनिङ लिने गरेको छ, अहिले त त्यहाँ भनिन्छ त्यो पेपर श्रम दिँदैन भनिन्छ। अब त के ट्रेनिङ दिएको? एउटा प्लेनको चाहिँ ढोकै लागि उ गर्न आउँदैन, टोइलेट र बाथरुमै चिन्दैन, एटेच छ त्यहाँ भनेपछि त ठुलो समस्या भयो नि। अब एउटा हाउसमेट आउँछन्, वासिङ मेसिन थाहै छैन, जुत्ता राख्दै के ऊ फ्रिज के हो थाहै छैन, जुत्ता राख्दै आएको अवस्था पनि छ। यहाँ घटना घटेको छ, त्यो घटना रियल घटना हो, यो मैले भने होइन। अब ऊ फ्रिजमा भित्र चाहिँ जुत्ता खोलेर राख्दैछ। अनि त्यस्तो अवस्था भएपछि वैदेशिक रोजगारलाई कमसेकम सरकार र मेन पावर व्यवसायहरूले पठाउँदा यी धेरै कुरा याद राखेर उहाँहरूले पठाइदिनु भने अवश्य हाम्रा मान्छेहरू जहाँ कि फिलिपिनी जस्तो सुरक्षित रहन्छन्। 40,000 नेपालीहरू कार्यरत बहराइनमा नेपालीहरूले आफ्नो अभिभावकको रूपमा नेपाली दूतावास माग गरेको निकै लामो समयपछि करिब 8 महिना अगाडि मात्र पुरा भयो। तर दूतावास त खुल्यो, तर दूतावास दूतविहीन बन्न केही समय लागेन। कार्यवाहक राजदूत पनि नेपाल फर्किएपछि दूतावास समस्याले जकडिएको छ। तर दूतावास खुल्नु अघि दूतावासबाट हुने अधिकांश काम गर्दै आएको नेपाली क्लब तथा दूतावास बीच पछिल्लो समय वाक युद्ध जस्तै चलेको छ। कार्यक्रममा नेपाली क्लबका अध्यक्ष गिरीले दूतावास र क्लब बीचको वाक युद्धलाई यसरी पोखे। यहाँ कुनै पनि लेबर लोको चाहिँ कमी नभएको ठाउँ हो, यो एकदम सजिलो। हामी जहाँ गर्दा पनि हामीलाई रेस्पेक्टै गर्छन् यहाँ हरेक निकायले, किनभने हिजो हामी एउटा सोसियल क्लबलाई त यत्रो मान्यता दिएर कहीँ किन त आइस क्लब होस् र बोल्न पाउँदैन भनेको अवस्था थिएन। यहाँको इमिग्रेसन, यहाँको हाइकोर्टले भनेको थिएन, मिनिस्ट्री अफ लेबरको कुनैले भनेको थिएन, पुलिस डिपार्टमेन्टले भनेको थिएन, सिआइडीले भनेको थिएन भने अब दूतावासलाई भन्ने अवस्था त छैन। भनेपछि हामी कसरी असुरक्षित हुने हो? तर एउटै कुरा
नीति बदलिनु चाहिँ पर्यो एम्बेसीको दूतावासका कर्मचारीहरूको। अन्तर्क्रिया कार्यक्रममा उपस्थित अधिकांशले दूतावासले अपेक्षाकृत काम गर्न नसकेको गुनासो गरिरहँदा दूतावासका तृतीय सचिव ओम कुमार भण्डारी दूतावासले पूर्णता नपाउँदा समस्या देखिएको स्वीकार्छन्। राजदूतावास स्थापना भएको 8 महिना भएको छ, त्यो पनि पूर्ण रूपमा पुरा दरबन्दी फुलफिल भएको छैन। तसर्थ राजदूतावासले आफूले गर्नुपर्ने कुराहरू फुल फङ्सनली गर्न सकेको छैन। विशेष गरी रोजगारी हेर्ने श्रम सहचारीको दरबन्दी सिर्जना भएको छ, सुरुबाटै सिर्जना भएको हो, तर त्यो दरबन्दीमा यहाँ श्रम सहचारी अहिलेसम्म नियुक्त भएर आइपुग्नु भएको छैन। उहाँबाट नेपालीहरूको समस्या भनेको एकदम लेबरमै, क्लिनरमा अनस्किल्ड लेबरको रूपमा आउने त्यो चाहिँ एकदम समस्या रहेको छ। अब यसलाई एम्बेसी भन्दा पनि नेपाल सरकार लगायत यस वैदेशिक रोजगारसँग सम्बन्धित सङ्घ संस्थाहरूले पहल गर्नुपर्ने देखिन्छ। नेपाली दूतावास तथा बहराइनमा रहेका सङ्घ संस्थाबीच वाकयुद्ध चले तापनि तृतीय सचिव भण्डारी भने स्थानीय सङ्घ संस्थासँग सहकार्य गरेर दूतावास अघि बढ्ने बताउँछन्। स्यालेरी यो तोक्ने कुरामा चाहिँ एकपक्षीय रूपमा नेपाल सरकारले मात्रै तोकेर हुँदैन, यो बहराइन सरकारसँग चाहिँ सहकार्य गरेर छलफल गरेर तोक्नुपर्ने छ। यसमा अब एम्बेसीले अब यो फुल प्लेज रूपमा भएपछि यो गर्ने नै छ। सङ्घ संस्थासँग सहकार्य गर्ने, अब बहराइनमा रहेका नेपाली सङ्घ संस्था एनआरएम लगायत सम्पूर्ण सङ्घ संस्थाहरूसँग एम्बेसीले नेपाली यहाँ रहेका नेपाली श्रमिक कामदारहरूको चाहिँ सुविधा र परेका समस्या हक हित र कल्याणको लागि सहकार्य गर्नुपर्ने देखिन्छ। अन्तर्क्रिया कार्यक्रममा उपस्थित सबैलाई समाजका कोषाध्यक्ष रामजी बगालेले स्वागत, कार्यक्रमको रिपोर्टिङ पत्रकार जगदीश खरेलले गरेका थिए भने कार्यक्रम सञ्चालन समाजका प्रवक्ता तथा रोजगार मिडिया प्रालिका प्रबन्ध निर्देशक उद्धव भट्टराईले गरेका थिए। वैदेशिक रोजगार यात्रा जो कोहीको पनि सुरक्षित छैन। विदेशमा दुःख पाएका नेपालीको घटनाले अखबार भरिनु र टेलिभिजनमा भिजुअल नदेखिँदा त अब त कता कता खल्लो महसुस हुन थालेको छ। बहराइनमा रहेका नेपालीहरू पनि ती समाचारका पात्रबाट विमुख भई विदेशमा रहेका खुसी नेपालीको सूचीमा पर्न सकेका छैनन्। बल्ल तल्ल अभिभावक पाएका बहराइनवासी नेपाली दूतावासबाट सन्तुष्ट छैनन् भने दूतावासमा देखिएको राजदूत, श्रम सहचारीदेखि कर्मचारीको अभाव नेपाल सरकारले कहिले परिपूर्ति गर्ने टुङ्गो नै छैन। घरेलु कामदारको रूपमा आज पनि यही नेपालको बाटो हुँदै सेटिङ मिलाएर नेपाली महिलाहरू गइरहेका छन्, जसमा स्वयं सरकारी कर्मचारीको संलग्नता हुने प्रष्ट प्रमाण बाहिर आइसकेका छन् भने 30 वर्ष उमेर हदले अवैधानिक बाटो रोज्न पनि त्यही नेपाल सरकारले बनाइदिएको छ। अर्कोतर्फ घरेलु कामदार थप समस्यामा पर्नु, तिनलाई दिनुपर्ने 21 दिने तालिमै नदिई प्रमाणपत्र मात्र दिनु तथा 21 दिने तालिम अवधि पनि कम हुनु हो। बहराइन रोजगारीमा जुन समयदेखि नेपालीहरू जान थालेका थिए त्यही बेलादेखि नेपालीले पाएको तलब आज पनि 3 दशक पुग्दा समेत उही छ। हुन त दूतावास नै खुल्न वर्षौँ लगाउने सरकारले तिनको हितमा श्रम सम्झौता गर्न अब कति वर्ष लगाउने हो त्यो त अनिश्चय जस्तै छ। अवैधानिक या वैधानिक बाटो हुँदै नेपालीलाई बहराइन पठाउने मेनपावर कम्पनीको बदमासी त लुक्ने कुरै भएन। त्यही भएर बहराइनमा केही थोरै सफल र खुसी नेपाली मात्र भेटिन्छन् भने अधिकांश नेपाली त्यही समुद्रलाई पुरेर बहराइन बनाउन व्यस्त छन् भने कति नेपाली तातो बालुवामा पिल्सिँदै दिन र उजाड मरुभूमिमा रात काट्न विवश छन्। आखिर कहिले आउला ती बहराइनवासी सबै नेपालीको मुहारमा खुसीको हाँसो। बहराइनबाट फर्के पछाडि कार्यक्रम रोजगारीका आवाजका लागि दिनेश लुइटेल। हस्त यिनै विषयवस्तुहरू प्रस्तुत गर्दा गर्दै आजको निर्धारित समय सकिएको छ। यहाँलाई आजको यो बहराइन विशेष कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने हामीलाई पठाउन नभुल्नुहोला। हाम्रो सिधा सम्पर्क नम्बर छ 98 510 01325। अर्को साता अर्को विषयवस्तु लिएर पुनः आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि म लगायत सम्पूर्ण कार्यक्रम युनिट बिदा माग्छौँ। नमस्ते।